यो बुढीलाई यो राई कथेर पकाउने कथेर घाँस काट्न जाने भैँसी कराइसकेको एक्लै के गर्ने हो मैले बेर भयो मलाई त बुढी आवे पकाउने ल म आएँ दाल बसाल्लाई कि आएँ ल बस्नु है कहाँ जानुभयो मलाई त जान बेर भयो अन्त पनि जान छ दबाई बेच्न ल म आएँ अहिले कहाँ गर्नु त ल आएँ यहाँ पकाउँदै थिएँ बस्नु आनी हो नि त बसेर दिनु हो नि बस्न मिल्छ यहाँ हुन्छ बस्नु मसिन त दबाई अब यिनै छन् के अरे यी शिलाजी कोही अब पेट दुखेका ग्यास्ट्रिकका अनि गएर यिनी अब एकदम मुटुक पोल्ने अनि यो के भन्छ यो यासा गुम्बा पनि छ दबाई यिनै हुन् शिलाजी यो शिलाजी हो यो हजुर यो सड्के मर्केको ज्यान दुखेकोमा एकदम ठिक गर्छ ल यहाँ सड्के मर्केमा लाउने दबाई पनि छ मसँग अब के चाहिन्छ तिमी त ढाड दुखेर मरिसके बस्न उठ्न नि ए अब ढाड दुखे त छ मसँग कति दुखेछ छ यो यसो तपाईँले चाहिँ यसो हल्का सुँगेपछि 2-3 चोटि एकदम छर्लङ्गै हुन्छ एकैछिनमा हल्का बिहोस भयो जस्तो पनि गराउन सक्छ है फेरि ल यसो सुँग त ल अझै ल अब एकैछिनमा दवाई हुन्छ यो ल एकदम 1 नम्बर दवाई हो होइन एकैछिन रियाजै हुन्छ त्यसपछि छर्लङ्गै हुन्छ एकैछिनमा